अब नेपालमा पहिरो जाँदाखेरि होइन अब पहिरो गएर कतिजना मान्छेको ज्यानसम्म गुमाइसकेको छन् होइन। अब कयौँ मान्छेले आफ्नो गाडीको घरहरू गुमाइसकेको छन् र कयौँजना मान्छेले कस्तो लालच लागिरहेको छ हेर्नुहोस्, ग्यास सिलिन्डरहरू अब कसरी उतार्न गएको छन् होइन। अब कस्तो लालच लागिरहेको छ अब तिनीहरूलाई, अब ग्यास सिलिन्डर कसैको ज्यान जान्छ होइन। अब कसैको ज्यानहरू गयो, कसैको गाडी घरहरू गयो, अब त्यस्तो ज्यान बच्यो, कसैको कयौँको ज्यान पनि गइसक्यो। कसैलाई पनि ग्यास सिलिन्डर तान्नको लागि, दाउरा तान्नको लागि यस्तो हतार भइरहेको छ। के भइरहेको छ हाम्रो नेपालमा यसरी अब मान्छेको ज्यानहरू गइरहेको छ। ज्यान आन्दोलन गर्दाखेरि त्यस्तै मान्छेको ज्यान गयो। 72 सालमा भूकम्प गयो, त्यसरी ज्यान गयो मान्छे। कसैलाई भनेको सिलिन्डर ग्यास सिलिन्डर तान्नको लागि यस्तो हैरान भएको छ हेर्नुहोस् त। त्यो के भएको मान्छे खै नेपालमा। ल भन्नुहोस् त साथीहरू, अब यस्तो मान्छेलाई हजुरहरू के भन्नुहुन्छ। अब कयौँ मान्छेको ज्यान गइसकेको छ र अब कयौँ मान्छेले ग्यास सिलिन्डर तान्नको लागि यस्तो हैरान भएको छ। यो भिडियोलाई सक्दोसम्म लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र फलो पनि गर्नु होला। हजुरको अब यस्तो मान्छेलाई के भन्नुहुन्छ। अनि जस्तै अब कयौँको ज्यान गइसकेको छ, कसैलाई सिलिन्डर तान्नलाई कमेन्ट गर्नु है छिट्टो।